सम्पूर्ण साथीहरुलाई नमस्कार। मैले आज पनिर पकाउँदैछु। पनिर, चना र क्याप्सिकम। आज मैले पनिरलाई घिउमा पकाउँदैछु। घिउमा पहिला पनिर तारे, त्यसपछि मैले टमाटर, आज साउन महिना लसुन प्याज हाल्न नभएर टमाटरको मात्र पेस्ट बनाएँ। त्यसपछि पनिर तारेपछि पनिर अलि रातो हुनेछ। घिउमा अलि टाइम लाग्छ, फेरि तेलमा जस्तै छिट्टै रातो हुँदैन। त्यसपछि चनालाई पनि त्यही घिउमा भुटेँ, क्याप्सिकमलाई भुटेँ, अनि त्यसमा अब टमाटरको पेस्ट हाल्यो, अनि पकायो, रातो हुनेजेलसम्म पकायो। मजाले चलाउँदै पकाउँदै त्यसपछि बाक्लो पेस्ट हुन्छ, अनि त्यसपछि पनिर हाल्यो।